पनि थाहा छैन, त्यस्तो नहोस्। किनभने केही कुराहरू बुझेर जानुपर्छ र बुझ्नु पनि पर्छ। सबैभन्दा पहिला त खरो अथर्की चाहिँ जन्म थियो होइन, मेरो माई भनेर यसरी बताउनु भएको छ। जब मान्छे जन्मेपछि एक दिन मर्नुपर्छ, मरिसकेपछि फेरि पुनः जन्म लिन्छ भनेको छ। तर त्यो पुनः जन्म चाहिँ कसरी लिन्छ त भन्दाखेरि तपाईँले गरेको पुण्य अनुसार यो छलोक मध्येमा चाहिँ कुनै न कुनैमा तपाईँले जन्म लिनुपर्छ भनेर बताउनु भएको छ। त्यही कारणले हामी आज पूर्व जन्ममा कुनै पुण्य गरेको थियो र त्यस कारण आज हामी मनुष्यको चोलामा फेरि जन्म लियौँ र आज जुन पूर्वजन्म तपाईँले गरेको पुण्यले गर्दाखेरि आज भगवान समेत सम्बुद्धको जुन एउटा पूजापाठमा फेरि सहभागी हुन पाएँ। त्यो के हो त तपाईँहरूको पूर्वजन्मको फल हो। त्यही कारणले हामी मनुष्यको चोलामा जन्म लिइसकेपछि हामीलाई के हुन्छ त भन्दाखेरि दुःखले चाहिँ हामीलाई पीडा भएको हुन्छ भनेको छ। हामी के का नछिके तुङ्गल भनेपछि के बे तुङ्गल नबे तुङ्गल छिबे तुङ्गल भनेर चाहिँ गबे तुङ्गल भने यसरी बताउनु भएको छ। हामी जन्मनुको दुःख छ, अनि मृत्युको दुःख छ, बिरामीको दुःख छ, अनि वृद्ध अवस्था भएपछि त्यसमा फेरि झन् दुःख छ भनेको छ। र दुःखको दुःख, त्यो दुःखले हाम्रो जीवनहरू गुज्रिरहेको हुन्छ। त्यही कारणले त्यो दुःखहरूलाई अनि जुन एउटा हटाउनको लागि एउटा कुनै उपाय होइन, त्यो उपाय चाहिँ भगवान समेत सम्बुद्धले चाहिँ जुन एउटा रचना गर्नुभएको जुन आज हामीले एउटा पूजा गर्दैछौँ र यो पूजाको नाम हो ग्याप्सी। ग्याप्सी भनेको चाहिँ के हो भने चाहिँ घ्या भनेको चाहिँ बुद्ध धर्म जुन एउटा लामा भाषाबाट घ्या भनेको चार भनेको के अरे सय भनेको, सी भनेको चाहिँ चार, अनि 400वटा जुन एउटा प्रतीकहरू बनाएर आज हामीले चाहिँ एउटा हाम्रो जीवनमा परेको विभिन्न दुःखहरूलाई चाहिँ जुन एउटा यो दुःखबाट मुक्त पाउनको लागि एउटा उपाय अथवा यो गरेको छौँ। र ग्याप्सी विधि भन्नाले यसले के जनाउँछ त भन्दाखेरि मेन त ग्याप्सीले चाहिँ आफूमा परेको दुःख कष्ट र बिरामी र विभिन्न ऐन बाधाहरू हरेक व्यक्तिलाई त्यो पर्छ र त्यो चिजलाई चाहिँ अनि निर्मूल गर्ने अथवा त्यसलाई शान्ति गर्नको निमित्त चाहिँ हामीले चाहिँ यो ग्याप्सी पूजा गरिन्छ। र त्यो ग्याप्सी चाहिँ कसले गरेको त भनेको भगवान समेत सम्बुद्ध स्वयं आफूले नै अनि रचना गर्नुभएको हो भनेर बताउनु भएको छ। र यसको एउटा इतिहास हेर्दाखेरि चाहिँ के छ त भन्दाखेरि जुन ग्याल्जिन भनेर चाहिँ लामा भाषाबाट ग्याल्जिन भन्छ र उहाँ चाहिँ एउटा जुन राजा इन्द्र भगवान समेत सम्बुद्धको पालामा राजा इन्द्र चाहिँ उहाँ चाहिँ अति नै बिरामीले ग्रस्तित हुनुभयो। र त्यो बिरामीले ग्रस्तित हुँदाखेरि उहाँले त्यो बिरामीबाट मुक्त हुनको लागि उहाँले धेरै उपायहरू अपनायो। जुन एउटा डाक्टर छेउमा गएर हुन्छ कि वैद्य छेउमा गएर हुन्छ कि कुनै दबाई खाएर हुन्छ कि कुनै फुकेर हुन्छ कि उहाँले विभिन्न प्रकारको जुन उपायहरू अपनाउनु भयो। तर त्यो चिजले उहाँले कुनै चिजले पनि उहाँलाई चाहिँ त्यो बिरामीबाट उहाँ मुक्त हुन सकेन। नसक्दाखेरि उहाँले चाहिँ अन्तिममा भगवान समेत सम्बुद्ध उहाँ बुद्ध छेउमा चाहिँ उहाँ शरण पर्नुभयो। हे भगवान, हे बुद्ध, मलाई यस्तो खालको बिरामी छ र यो बिरामी मैले जति गरे तापनि मलाई यो बिरामी चाहिँ मैले सन्चो हुन सकेन। मैले कुनै ठाउँमा फुकेँ, कुनै ठाउँमा दबाई गरेँ, विभिन्न प्रकारको चिजहरू गरेँ, तर पनि यो बिरामीबाट मैले मुक्त हुन सकेन। मैले के गर्नुपर्ने भने चाहिँ उहाँ चाहिँ भगवान बुद्ध छेउमा चाहिँ उहाँ शरण जानुभयो र शरण जाँदाखेरि चाहिँ अनि भगवान सम्बुद्धले चाहिँ उहाँलाई चाहिँ चार मार भन्ने चिज चाहिँ एउटा ले गर्दाखेरि चाहिँ तिमीलाई चाहिँ एउटा बिरामी भएको हो भनेर चाहिँ अनि भगवान समेत सम्बुद्धले चाहिँ उहाँलाई यसरी भन्नुभयो। र त्यो बेलामा राजा इन्द्रलाई यो बिरामी भएको कारण अनि भगवान समेत सम्बुद्धले चाहिँ एउटा जुन एउटा किताब जुन एउटा
किताब चाहिँ उहाँले रचना गर्नुभयो र रचना गरेर चाहिँ यसको सुरुवात चाहिँ त्यहाँबाट चाहिँ बल्ल अनि भएको थियो। यो 4 मार मध्येमा चाहिँ चाड हुन्छ, तपाईँले यहाँ देख्नुभएको छ। त्यो ठ्याक्कै बुद्धको हातमा उहाँले चाहिँ यो विधि चाहिँ केमा गर्यो त भन्दाखेरि उहाँले भगवान बुद्धको उहाँको स्वयं दाहिने हातमा चाहिँ यो पाठ चाहिँ उहाँलाई चाहिँ एउटा मण्डला बनाएर त्यसमा मण्डला उत्पादन गरेर अनि त्यसमा चाहिँ उहाँले चाहिँ यो ग्याप्सी पूजा चाहिँ पहिलोचोटि सुरुवात गर्यो र सुरुवात गरिसकेपछि अनि राजा इन्द्रलाई त्यहाँ राखेर उहाँले पूजा गर्नु पर्यो र पूजा गर्दाखेरि त्यो जुन राजा इन्द्रले जति पनि जुन वैद्य डाक्टर झाँक्री विभिन्न ठाउँमा गएर जुन उहाँले जुन बिरामीबाट मुक्त नभएको जुन एउटा बिरामी थियो त्यो बिरामी चाहिँ उहाँले बल्ल यो पाठ गरिसकेपछि अनि बल्ल उहाँले चाहिँ यो पाठले चाहिँ उहाँको बिरामी चाहिँ मुक्त भएको थियो। र यो ग्याप्सी पूजा चाहिँ भगवान सम्यक सम्बुद्ध स्वयं आफूले रचना गरेको। त्यति मात्र नभइकन यो पाठ चाहिँ जुन रचना गरेको चाहिँ पाठ चाहिँ जुन भगवान सम्यक सम्बुद्धबाट आजसम्म चाहिँ अटुट भएर आएको छ भनेर यसरी बताउँछ। र भगवान सम्यक सम्बुद्ध कसरी अटुट आएको त भन्दाखेरि जुन भगवान सम्यक सम्बुद्धले उहाँले चाहिँ अनि नागार्जुनलाई उहाँले चाहिँ यो ग्रन्थ चाहिँ जुन अथवा यो पाठ चाहिँ उहाँले चाहिँ नागार्जुनलाई दिनुभयो र नागार्जुनले पछि त्यो किताब चाहिँ अनि नुचेन साके इसे भन्ने उहाँलाई दिनुभएको थियो र नुचेन साके इसेले चाहिँ टिबेटमा बृहतमा यो जुन एउटा ग्याप्सी पूजा चाहिँ बृहतमा जुन प्रख्यात गर्नुभयो। त्यसरी नै त्यहाँबाट चाहिँ बिस्तारै यो हाम्रो हिमाली क्षेत्रहरूमा पनि अनि यो ग्याप्सी पूजा भनेको चाहिँ अनि अहिले हाम्रो समाजमा चाहिँ आइरहेको हुन्छ। अनि यो ग्याप्सी पूजामा चाहिँ प्रयोग गर्ने जुन बुद्धको हातमा चाड जुन एउटा औँलामा चाहिँ यो चाड औँलामा राखेर चाहिँ उहाँले चाहिँ यो विधिको पूजा सुरुवात गर्नुभयो। अनि उहाँले चाहिँ जुन पूजा गर्दाखेरि अनि देवपुत्र मार अनि क्लेश मार र मृत्यु मार र स्कन्द मार भनेर चाहिँ यो चाड मारबाट चाहिँ उहाँले चाहिँ यो औँलाको चाड औँलामा राखेर चाहिँ उहाँले चाहिँ विधि जुन एउटा पूजा अनि ग्याप्सीको पूजा चाहिँ उहाँले चाहिँ अनि भगवान सम्यक सम्बुद्धले यसरी अनि के भन्छ अनि सुरुवात गर्नुभएको थियो। त्यस कारणले त्यसले के गर्छ त भन्दाखेरि हामीले चाहिँ जीवनमा भएको हाम्रो दुःख कष्टहरू चाहिँ कहाँबाट उत्पत्ति हुन्छ अरे त भन्दाखेरि त्यो उत्पत्ति कतै टाढा जानु पर्दैन अरे। त्यो उत्पत्ति स्वयं आफूमै उत्पत्ति हुन्छ र आफ्नो मनबाटै उत्पत्ति हुन्छ भनेको छ। त्यही कारणले अनि जुन यसमा बताएको छ अनि मृत्यु मार भनेको चाहिँ के हो त भन्दाखेरि मनमा अशान्ति अनि जीवनमा विभिन्न प्रकारको चिजहरू जुन आउने र हामी जतिले पनि एउटा हुन्छ नि एउटा कुनै चिजमा एउटा आशा गरेर बस्ने, मैले यो चिज पो पाउँछ कि त्यो चिज पो पाउँछ कि भन्ने आशामा जीवन आफ्नो जिन्दगी बितेको, त्यो पनि पत्तै नभएको, कुनै एउटा नामको लागि हुन्छ कि कुनै के को लागि हुन्छ, जिन्दगी त्यसमै दौडिरहेको र अन्तिममा मर्नेको दिनमा बल्ल पछुताउने, ए मैले यो त होइन रहेछ गर्ने चिज, मैले गर्नु भने त धर्म र कर्म पुण्य रहेछ भनेर उहाँले चाहिँ त्यो पछाउनु परेको जुन एउटा मृत्यु मारमा चाहिँ। अनि क्लेश मारमा चाहिँ रिस र मोह खमण्ड इत्यादि। जब अहिले हामीले यहाँ ग्याप्सी पूजा गरेको छौँ, ग्याप्सी पूजा गर्दाखेरि जब क्लेश मार्गहरूलाई पनि एउटा जुनले त्यसले चाहिँ अन्त्य गर्न सकिन्छ भनेको छ। जब भन्छ नि जब हामीले कुनै पुण्य काम गरेको छ भने त्यो रिस र लोभ मोह र घमण्ड त्याग्न सकेन भने आफूले गरेको जुन एउटा पुण्य सञ्चय पनि हामीले पुण्य सञ्चय पनि आफूले लिन सक्दैन भनेको छ। त्यही कारणले सबैभन्दा ठुलो चाहिँ हामीले के चाहिन्छ त क्लेश मार्गमा चाहिँ क्लेश के हो त? नराम्रो शरीरले गरेको नराम्रो कामहरू। हामीले शरीरले के गर्छ त भन्दाखेरि हत्या हिंसा हामी शरीरले गर्छौँ, अनि चोरी हामी शरीरले गर्छौँ, व्यभिचार हामी शरीरले नै गर्छौँ। यो नराम्रो क्लेशहरूलाई हामीले त्याग्ने, वचनले गर्छौँ मान्छेलाई नराम्रो जुन एउटा दुष्ट वचन बोल्ने, चुगली लाउने, जुन के भन्छ
झुटो बोल्ने यो विभिन्न प्रकारको यो चाहिँ पनि यो क्लेश हो, यो पनि नराम्रो चिज हो, यो पनि पाप हो भनेको छ। यो चिज पनि अन्त्य हुन सकिन्छ भनेको छ। त्यति मात्रै नभइकन मनमा भएको हामीले विभिन्न मान्छेको कुनै चिजमा नराम्रो सामानहरूलाई यो सामान त मैले पाएको हुन्थ्यो, अथवा त्यो मान्छे यस्तो भयो हुन्थ्यो, त्यो मान्छे बिग्रियो हुन्थ्यो, त्यो मान्छेले नपाए हुन्थ्यो, र यो मान्छे चाहिँ एकदम नराम्रो मनबाट सोच्ने त्यो क्लेशहरू पनि अन्त्य हुन सकिन्छ भनेर यसरी बताउनु भएको छ। त्यही कारणले त्यो चिजलाई त्यागेर हामी चाहिँ नराम्रो क्लेश त्यागेर अनि राम्रो जुन पुण्यमा चाहिँ हामी परिवर्तन हुने। अनि त्यसमा त्यति मात्र नभइकन अनि जुन देवपुत्र मार्गमा पनि यही बताएको छ। देवपुत्र मार्गमा पनि अनि हामी ध्यान बस्दाखेरि हामी सबैले ध्यान बस्न खोज्छौँ, तर त्यो ध्यान बस्दाखेरि अवरोधहरू धेरै आउँछ भनेको छ। एकछिन तपाईँले आँखा चिम्लेर यसरी बस्नुहोस्, तपाईँले जुन आफूले बसेको ध्यानले पक्कै पनि तपाईँलाई अवरोध गर्छ। केले अवरोध गर्छ त भन्दाखेरि बाहिरको चिजले गर्दैन, स्वयं आफै नै जान्छ। आफ्नो मन बस्न त बस्छ नि यो ठाउँमा। अनि जुन पटुरी मसीले बताउनु भएको छ, अनि लु छोटला गर्ने संज्ञा कर्तो कोर भनेर हामी चाहिँ के गर्छ र त भन्दाखेरि आज अहिले हामी यहाँ ग्याप्सी पूजामा स्वयं जुन बुबा आमाहरू यहाँ दिदीबहिनीहरू सबै बस्नु भएको छ। यहाँ कम्तीमा 100 जनामा 80% मान्छेको मन चाहिँ संसार डुलिरहेको हुन्छ। पक्कै आफ्नो मनलाई एक ठाउँमा राखेर साँच्चीकै आज म यो पूजा गरेको हुँ, यो पूजामा चाहिँ म साँच्चै एक मन एक चिज गरेर चाहिँ बस्नुपर्छ भने चाहिँ यसमा चाहिँ अति नै कम न्यून हुन्छ। त्यही कारणले यो देवपुत्र मार्गमा पनि हामीले ध्यान गर्न खोजेको छ भने त्यो ध्यानमा अवरोध आउने चिजहरू चाहिँ धेरै गर्छ, त्यो चिजलाई पनि हामी नष्ट गर्छ भनेको छ। त्यही कारणले यहाँ चाहिँ 4 प्रकारको जुन हामीले बुद्धको हातमा राखेको छ, त्यो 4 प्रकारको चिज चाहिँ फर्स्टमा चाहिँ के छ त भन्दाखेरि अनि छचा भनेको छ। बुद्धको ठ्याक्कै त्यो मुनिपट्टि एउटा सानो सानो एउटा डल्लो छ। त्यो डल्लो चाहिँ के हो त स्तूप हो। त्यो स्तूपभित्र चाहिँ सायद 8वटा कतिवटा चाहिँ अब स्तूपको प्रतीक छ त्यो भित्र। त्यो किन चढाएको त भन्दाखेरि त्यसले चाहिँ कुतुङ छचा त बेचिला कि सेन्जे थाचे गेवा चुला चोम्बरे गिर्ची मिके बच्चु पाउँबरे गिर्ची भनेर बताउनु भएको छ। त्यो चढाएर हामीले के गर्छ र त भन्दा त्यसको त्यो चढाइको मार्फत हामीले पुण्य के पाउँछ त भन्दाखेरि हामीले अकुशल कर्महरू त्यागेर अनि कुशल कर्ममा परिवर्तन हुन्छ हाम्रो मन भनेको छ। त्यो जुन एउटा छचले भने चाहिँ त्यो स्तूपले गर्दै त्यो स्तूपको यतापट्टि एउटा फेरि हामीले चाहिँ स्याल्से भन्छ। त्यो चाहिँ खास अब संस्कृतबाट नैवेद्य भन्छ, जुन प्रसादको रूपमा गरिन्छ। अनि त्यसले चाहिँ जुन एउटा त्यो के अरे मार्मे साथी बत्तीको अनि मार्मे ग्याफुबे सोनाङ्गी सेन्जे मारिपे मुम्बने सल्ने अनि हिसेङ आई ध्वन्तबाट गिर्ची बत्ती बालेको छ। त्यो बत्ती 100वटा बत्ती बालेको कारणले चाहिँ हामी अन्धकारबाट उज्यालो हुने। अन्धकार यो अहिलेको जुन रातिको अन्धकारलाई उज्यालो बनाउनको निमित्त भएन, बाहिरको उज्यालो त हाम्रो प्राकृतिकको बत्तीलाई हामीले उज्यालो गर्न सकिन्छ भने हाम्रो मनभर भित्र भएको जुन अन्धकार चाहिँ हाम्रो जुन बाहिरको प्राकृतिक बत्तीले चाहिँ उज्यालो भर्न सक्दैन। त्यसलाई चाहिँ कसले उज्यालो बनाउने त भन्दाखेरि आज हामीले बालेको जुन बत्तीहरूले बाल्दाखेरि हाम्रो मनको क्लेशहरूलाई जुन अविद्याहरूलाई चाहिँ त्यसबाट चाहिँ हामी मुक्त हुन्छ भनेको छ। अनि तोर्मा घ्याबुबे सोनाङ्गी सेन्जे थम्चे मुगिबे कावादन्ने वर्गी त्यस बिचमा एउटा सेतो तोर्मा छ। त्यो तोर्मा अथवा स्याल्से अथवा नैवेद्य त्यो बनाएर त्यो चढाइको मार्फत के हुन्छ अरे भन्दाखेरि भने त्यसले चाहिँ हामी यो संसारमा कयौँ ठाउँमा हामी आज एउटा पूर्व जन्ममा कुनै एउटा पुण्य गरेको थियो, त्यो पुण्य गरेको मार्फत आज हामी जुन एउटा खाना बस्न हरेक चिजमा हामीले पुरा भएको छ। कयौँ ठाउँमा खाना नपाएर जुन एउटा कति अभाव भएको छ, त्यो चिजले चाहिँ के गर्छ त भने त्यो नैवेद्य चढाएको कारणले जीवनमा आफूलाई संसारको प्राणी कहिले पनि अनिकालमा नपरोस्, त्यसबाट सधैँ मुक्त होस् भन्ने चाहिँ अनि यो तोर्मा जुन एउटा नैवेद्य चढाएको कारणले चाहिँ त्यो खालको पुण्य हामीले चाहिँ पाउँछ अरे। अनि घरलु ग्या फुबे सोनाङ्गी सेन्जेन थम्चे घरलु ग्या फुबे सोनाङ्गी सेन्जेन थम्चे कि गेगी नेपाकी ल्यान्छ त पुनः थम्चे जाबर्गे। अनि अन्तिममा रातो छ, तपाईँले देख्नुभएको अन्तिममा रातो छ। त्यो रातो चाहिँ के हो भने त्यसलाई चाहिँ घरलुई भन्छ लामा भाषाबाट चाहिँ।
सायद नेपालीमा त्यसलाई के भन्छ मैले पनि अहिले पाएन, त्यो मैले खोजी गरेको त्यो खासै नेपालीमा मैले भेटेन। लामा भाषाबाट चाहिँ त्यसलाई ngर्रुई भन्छ हो। त्यसभित्र चाहिँ दुई दुईजना केटा र केटीको जुन एउटा फोटो हुन्छ त्यो भित्र चाहिँ। अनि त्यो चढाइको मार्फत के हुन्छ र भन्दाखेरि अनि सोनाङ्गी गेकी हामीलाई जीवनमा जन्मेकोदेखि मरणको दिनसम्म हामीलाई चाहिँ विभिन्न ऐन्द बाधाहरू उत्पत्ति हुन्छ अरे। त्यो ऐन्द बाधाहरूलाई हटाउने काम पनि गरिन्छ अरे। अनि त्यति मात्रै नभइकन हाम्रो जीवनमा यो जीवनमा मात्र नभइकन पूर्व जन्ममा हामीले कुनै मान्छेले ऋण छ भने त्यो ऋणहरू पनि त्यो चढाएको कारण त्यसले चाहिँ हामीलाई मुक्त गर्न सकिन्छ भनेको छ यो ngर्रुले। त्यही कारणले यो चारवटा चिजलाई हैन जुन बिचमा एउटा चाहिँ त्यहाँ छोटदेन छ, स्तुपा छ, एउटा बत्ती छ, एउटा नैवेद्य छ, एउटा ngर्रुई, यो चारवटा पाठ जुन गरेको ले नै जुन एउटा राजा इन्द्र चाहिँ जुन बिरामीबाट मुक्त भएको थियो भने हामीलाई पनि पक्कै यो हामीलाई पनि हुन्छ। तर हाम्रो सबैभन्दा ठुलो श्रद्धा चाहिन्छ, श्रद्धा र भक्ति विश्वास चाहिन्छ हामीलाई। धेपा मेपे मिनमला कर पुछिनी मिजुदे भनेर चाहिँ भगवान सम्यक सम्बुद्धको जुन ग्रन्थमा बताएको छ। जब जुन व्यक्तिलाई विश्वास छैन नि त्यो व्यक्तिलाई पुण्य सञ्चय गर्नेको जुन पुण्य मार्ग कहिले पनि अपनाउन सक्दैन भनेको छ। साबुन मि छिकवाले न्युगुङो बोजो मिले भनेर यसरी बताउनु भएको छ। विश्वास नभएको व्यक्ति र जुन उसिनेको जुन एउटा मकै हुन्छ नि त्यो मकै एकैचोटि हो भनेको छ। त्यो उसिने जुन एउटा तातो पानीमा उसिनेको दाना मकै हुन्छ नि त्यो मकैलाई हामीले जुन आफ्नो घरको बारीमा रोप्यो भने जति उसलाई केमिकल हाले तापनि त्यो मकै उम्रिन सक्दैन रे। त्यो र विश्वास नभएको व्यक्ति चाहिँ एउटै हो भनेको छ। त्यही कारणले सबैभन्दा ठुलो चाहिँ आज मैले यो पूजा गरेको छ। यो पूजा गर्दाखेरि चाहिँ मेरो पक्कै पनि यो चिजहरू चाहिँ मेरो जीवनमा भएको जुन एउटा रोग व्याधिदेखि ऐन्द बाधाहरू चाहिँ यो हरेक चिजले चाहिँ हटेर जाओस् भनेर चाहिँ मनबाट नै श्रद्धा र भक्ति हुनु पर्यो। त्यसको निमित्त हामीले को बनाएको छ त जुन एउटा पछाडिबाट एउटा अर्को दुईजना केटा र केटी बनाएको छ। हामी संसारमा मनुष्य लोकमा जन्मेपछि इ त भने केटा भएर जन्मिन्छ, इ त भने केटी भएर जन्मिन्छ। त्यही कारणले त्यहाँ केटा र केटीको दुईटा एउटा स्वरूप बनाएर हाम्रो जति पनि बिरामी जुन ऐन्द बाधाहरू चाहिँ सबै उहाँलाई पठाउने र अहिले स्विसी गर्दाखेरि अहिले केही समयपछि फेरि नबुझ्ला जुन त्यहाँ अन्नाजहरू छ त्यो अन्नाज चाहिँ अहिले जुन एउटा पढ्दै जाँदाखेरि मैले त्यो के अरे हजुरलाई खबर गर्छ त्यो गर्दाखेरि हजुरले सबैले हातमा लिएर आफूले नौचोटि यसरी त्यतिको गुमाएर मात्र भएन, जुन आफ्नो जीवनमा भएको जुन दुख बिरामीदेखि आफ्नो शरीरमा भएको बिरामीदेखि आफ्नो जीवनमा भएको जुन विभिन्न ऐन्द बाधाहरू चाहिँ जति पनि त्यो अडचनाहरू छ त्यो सबै नै आज लिएर जाओस् भनेर चाहिँ मनबाट नै यसरी आफूले सम्झेर गऱ्यो भने चाहिँ पक्कै आफूले गरेको जुन एउटा जुन पुण्यहरू पनि आफूले सम्भार गर्न सकिन्छ र त्यति मात्र नभइकन आफूले गरेको जुन विभिन्न बाधाहरू पनि पक्कै पनि हटेर जान्छ। सबैभन्दा ठुलो त विश्वास चाहिन्छ र यति भन्दा मेरो यहाँ भनाइ यही अन्त्य गर्छु।